हेलो गाइस, नमस्ते सबैजनाहरू सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु हैन। आज चाहिँ म बाख्रा चराउन जान लागेको भिडियो बनाउँछु हैन, ब्लग बनाउने छु। सबैले हेरिदिनु होला, सबैले लाइक कमेन्ट सेयर गरिदिनु होला गाइस हैन। ओके, म चाहिँ अब जंगलतिर लागे। एकछिन है, क्यामेरामा के धुन लागिरहेका छैनन् तिनीहरू, कता कता जानुभयो। ओ उता चढ्दैछन् है मेरो मुन्टी र चुन्टी। दुईटै छन्, चढ्दैछन् गाइज। मैले यिनीहरूलाई यता चर भनेर जङ्गलमा पठाएको, फेरि घरनेरै आइसक्यो गाइज यिनीहरू। मेरो त भनेकै सुन्दैनन् गाइज। मलाई त यो घरको मान्छे पनि ठान्दैनन् कि क्या हो यिनीहरू। अब मान्छेले नि ठान्दैन भनेपछि अब यिनीहरू त जनावर हुन् गाइज। यिनीहरूले के ठान्लान् होइन। यसरी भनेको नमानेर यता चढिरहेछन् घर नजिकै होइन, जङ्गलमा उता माथि माथि चढ्नु भनेर भनेको मैले। सुन्दैनन् यिनीहरू। के साह्रो नटेर्ने भएका हुन् यिनीहरू मेरो। अनि गाइज हामीहरूले चाहिँ घरमा हल्दीको बोट पनि लगाएका छौँ। हल्दी खाने हल्दी गाइज, ये हे हल्दी। अनि गाइज तपाईँहरूलाई म होइन मेरो घरमा भएको लिची देखाउन गइरहेको छु। लिची गाइज, यो हो मेरो घरको बारी होइन। मेरो बारीमा चाहिँ आम फल्या छ, आम पनि फल्या छ। यस्तरी आम फल्या छ कि लटरम भन्न नि भएन होइन। दुईटा कि तीनटा आम मात्र देखेँ यो रुखमा मैले होइन। हाम्रो तलको बारीमा चाहिँ धेरै आमहरू आएछन् अनि फल्या चाहिँ होइन। अनि चुकको बोट, एउटा चुकको बोट चाहिँ यो हो। अनि ऊ त्यो आमको बोट चाहिँ काटेर होइन पहिला नै यस्तो भएको थियो। अनि यी चाहिँ मेरा चुन्टु मुन्टुहरू, भनेको मान्दैनन् होइन। अनि घाँस काट्न बाटो पुगिसक्नु भयो। उता डोकोमा घाँस लिएर आउनु भएको छ। अनि मम्मीलाई देखेर चाहिँ यो बाख्रोले होइन न्या गर्दैछ, हेर्नुहोस्। आफ्नो घर मालिकनीलाई देखेपछि यस्तै हो। मेरो त टेर्दै मैले लट्ठी समाउनु पर्छ गाइज यिनीहरूलाई पिट्नको लागि होइन। पिटेपछि मात्र यिनीहरूलाई थाहा हुन्छ कि म पनि यो घरको मान्छे हो भनेर होइन। त्यति बेरसम्म यिनीहरूले मान्नेवाला छैनन् मलाई। मम्मीले तलको बारीबाट यो घाँस लिएर आउनुभयो। हेलो हाई मम्मी भन् त। हेलो हाई। सो गाइज, हामीहरूको बारीमा सानो टमाटर पनि फलिरहेको छ गाइज। उता त पाकेर झरेको पो रहेछ त, हामीलाई थाहा पनि थिएन टमाटर पाकेर झरेको रहेछ गाइज। यत्रो टमाटर, ओ माई गॉड सो क्यूट। टमाटर पनि फलिसक्या रहेछ, हामीलाई थाहा। अनि हाम्रो घरमा लगाएको करेलाको बोट। ले मम्मी, लो मम्मी टमाटर। अनि हाम्रो घरमा फलेको लिची लटरम्म फलिरहेको छ। अनि रातो भएको छ होइन, पाक्न लाग्छन् लिचीहरू। अलि राम्रोसँग पाकेको छैन। अनि तलको लिचीहरू सबै मेरो छोरीहरूले खाएर होइन, आफ्नो घरबाट आएर खाएर काँचै यत्रो अमिलो चुकुलो लिची खाएर गइसके उनीहरू। अनि यता चाहिँ अहिले चाहिँ पाकिरहेको अवस्था छ। अनि अर्को रुखको चाहिँ यति थोरै आएको थियो गाइज होइन। हिजो पानी परेर होइन, आज हेरेको त पुरै लिची फाटेको गाइज। के भएको होला यस्तो हाम्रो घरको लिचीको हालत? किन फाट्यो होला पत्तो लगाउन सकिरहेको छैन म होइन। फाटेर यस्तो भएछ कि गाइज, के भनौँ, पुरै फाटिरहेछन् के यिनीहरू। यस्तो भएको छ, पुरै ड्यामेज भइसके। अनि पुरै उनीहरू पनि आइसके, म आएको देखेर घरमा आइसके उनीहरू। त्यसलाई त मैले लट्ठीले हान्नु पर्ने हो अब।
गाइस होइन। सो गाइस अहिले चाहिँ म बाख्रा हेर्न जाँदैछु फेरि। अनि मेरो घरको लिचीहरू हेरिसक्नु भयो होला। अनि मेरो मम्मीले चाहिँ मेरो भाइलाई फोन लगा मेरो भाइसँग कुरा गर्छु भन्दै हुनुहुन्छ। अनि म अहिले चाहिँ उसलाई फोन लगाइदिन्छु। अनि उसँग कुरा गरिसकेपछि चाहिँ म यो भ्लग अपलोड गर्नेछु गाइज। बाई बाई, यति नै आजको भ्लगमा। ओके बाई बाई।